आजको भिडियोमा यो जुन चाहिँ तपाईले अन गर्दाखेरि फ्याक्ट्रीबाट आउने हाई ब्रोबाट तपाईको नाम आफ्नो नाम कसरी राख्ने म यो भिडियोमा देखाउन जानेछु। पहिलो कुरा तपाईले अन गर्नुभन्दा अगाडि यो बटन थिचिरहने अनि अन गर्दा तपाईको यो सेटिङ आउँछ। यो सेटिङमा आइसकेपछि यसले थिच्दै गयो भने क्यारेक्टर चेन्ज हुँदै जान्छ। अनि तपाईलाई कुन क्यारेक्टर राख्नु मन छ त्यसमा एकचोटि चित्त बुझ्यो भने त्यसलाई फेरि एकचोटि थिचेपछि अर्कोमा जम्प हुन्छ अनि त्यसरी नै चेन्ज गर्दै जाने हो। अनि लास्टमा यही लेखेको छ सेट एन्ड रिसेलेक्ट एन्ड सेलेक्ट। अनि लास्टमा चाहिँ सबै मिलेपछि तपाईको यो थिचिरह्यो भने अनि सेट भएर अनि नेक्स्ट टाइम तपाईले अन गर्दाखेरि त्यही देखाउँछ। जस्तै कि मेरोमा मैले सेट गर्दाखेरि मेरो आफ्नो नाम देखाउँछ।